मेरो देश मेरो गौरव यस्तो हुनुपर्छ सबैको सोच यस्तो हुनुपर्छ कि मेरो देश मेरो गौरव म गर्न सक्छु भन्नुपर्छ नभए कहिले पनि हुँदैन हामी हेरेको हेरे हुन्छौँ यसरी नै हामी अर्काको देश आउँछौँ हो प्राउड फिल गर्छौँ यस्तो रहेछ त्यस्तो रहेछ भन्छौँ तर बिहा आउँछ आफूले चाहिँ केही गर्दिन र यो ल हेलो 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 ल हेर्नु है यहाँ म आज ताइपेईमा छु हेर्नु यहाँको नजारा यहाँ कस्तो देश त सानो देश भए तापनि यो कस्तो छ हेर्नु कस्ति मायाले राखेका छन् तपाईँले हेर्नु अब यो चारैपट्टि हेर्न सक्नुहुन्छ ल हेर्नु सानो देश भएर के हुन्छ आफूले इच्छा गरे सबै खाक्थु यस्तै हामी जस्तो अब यसरी गुटखा खाएर पान मसला खाएर फ्याँक्छौँ त्यस्तो थोडी हुन्छ यहाँ लु हेर्नु आफ्नो इच्छा गरे सब थोक हुन्छ आफ्नो इच्छा हो आफ्नो जग्गा आफूलाई जसरी राखिन्छ आफ्नो बडीलाई आफ्नो शरीरलाई जसरी राखिन्छ त्यसरी नै राख्नुपर्छ हेर्नु अब यहाँ हेर्नु यहाँ कसैले न पान मसला गुटखा खाएर नफ्याँक्छ न कागज फ्याँक्छ न पत्ता पनि फ्याँक्दैन त्यस्तो हुनुपर्छ छ अब फुटपाथ हामीले पनि त्यसरी नै राख्न सकिन्छ त्यो मान्छेको आफ्नो आफ्नो सबैले कर्तव्य गर्यो भने सबैले गर्न सक्छन् र यो हेर्नु यहाँको नजारा देखेर मलाई साह्रै खुसी लाग्यो यो हेर्नु एउटा सानो देशले कति उन्नति गरेको छ यहाँ हेर्नु चारैपट्टि हेर्न सक्नुहुन्छ यही हेर्नु ल हेर्नु गर्न सकिन्छ कि हामीले पनि आफ्नो देशलाई बनाउन सकिन्छ सरकारलाई भन्ने होइन आफ्नो आफ्नो कर्तव्य सबैले आफै गर्नुपर्छ यही हेर्नु त अब आफ्नो शरीरलाई अघि भनिनँ मैले आफ्नो शरीरलाई जसरी राखिन्छ त्यसरी नै राख्नुपर्छ हेर्नु मान्छे छैनन् भन्नुहुन्छ मान्छे मान्छे छन् यहाँ तर आफ्नो आफ्नो डिसिप्लिनमा छन् केटाकेटी रमाइलो गर्दैछन् यहाँ हेलो जानु ल यति राम्रो जग्गा हाम्रो जग्गा कहिले पार्न सकिन्छ होला सबैले आफ्नो कर्तव्य गरेर सरकारले पनि आफ्नो काम गर्नु भने पक्का पनि सकिन्छ नसकिने केही पनि छैन हो सम्भव त यहाँ सबैले आफ्नो आफ्नो कर्तव्य बुझेकोले गर्दाखेरि त भएको हो खेला चल्दैछ है ए खेला चल्दैछ ल यो रोड सोहरू हुन्छ रोड सोहरू तपाईँको धेरै के रोड सो हुन्छन् केटाकेटीले रमाइलो लाग्छ यहाँले केटाकेटी यहाँ रोड सो हेर्न आउँछन् र बस्छन् कि चुप्प लागेर बस्छन् मजाले केटाकेटीलाई हेर्नु कति मजा लाग्दैछ है यिनीहरू कसरी बसेका छन् हाम्रा छोराछोरीले पनि यस्तै गर्न मन लाग्छ होला नि त यहाँ हेर्नु त ए मजा एउटा खेल आनन्द आज छुट्टीको दिन अब सबैलाई आनन्द यस्तोमा सबैलाई पूर्ति गर्दैछन् अब यहाँ पनि ड्रेस रोड हेर्नु काहीँ केही खसेको देखिन्छ अब काहीँ कसैले केही फ्याँक्दैनन् हौ नासरी त्यो सिक्नुपर्छ कि उनीहरूको ब्लडमै छ यस्तो हो रगतमै हुनुपर्छ यो वस्तु चाहिँ रगतमै हुनुपर्छ रोड क्रस कसरी भाइ हेर्नु मान्छे कति छन् तर काहीँ केही गन्दा फ्याँक्दैन कसैले फ्याँक्दैनन् अब हो आफ्नो आफ्नो केही खाना छ भने ब्याग ल्याएको छ ब्यागमा हालो बस त्यही हो त्यो हे हो पारा 50 साल अगाडि छन् देश विकास भएर मात्रै हुँदैन पैसा भएर मात्रै हुँदैन मान्छे कसरी उन्नतताले बसेको छ हो कुन सुविधामा बसेको छ कति सफाले बसेको छ कुन भावधारामा बसेको छ अब यहाँ मान्छेहरू 10 बजी 11 बजी आदि छ भने यहाँ बस्छन् कस घर आयो ल
हेर्न आएको मान्छेहरूले हेरेर रमाइलो लाग्छ ए छुनु पर्यो ल ए ए ए आइज अरे ल सो क्युट यस्तै हुन्छ यहाँ इभिनिङ सधैँ इभिनिङ यस्तै हुन्छ फुर्ती हुन्छ मान्छेहरू आउँछन् अब कामबाट आउँछन् हो एकछिन मजा गर्छन् साथीभाइसित भेट गर्छन् खानापिना गर्छ यिनीहरू अब भात घरमा पकाउने होइनन् यिनीहरूले र फुर्ती गर्छन् 10-11 बजीसम्म बस्छन् जान्छन् भोलिपल्ट फेरि आफ्नो आफ्नो काम 1-1 को एकदम तलै छु म 1-1 वर्ल्डको टलेस्ट बिल्डिङ थियो अरे अगाडि अहिले त अब धेरै भइसक्यो अब दुबईहरुमा